नमस्ते, मेरो नाम सबिन गिरी। म नेपाल क्यान मुभमा विगत 4 वर्षदेखि डेलिभरी राइडरको रूपमा काम गरेर आइरहेको छु। म नेपाल क्यान मुभ कम्पनीमा काम गर्नुभन्दा अगाडि वैदेशिक रोजगारको लागि म कतार केएफसीमा काम गर्दथेँ। सुरुमा म नेपाल क्यान मुभमा काम गर्दाखेरि तिनकुने ब्रान्च मात्रै एउटा थियो। त्यहाँबाट हामी सुन्दरी चल, न्यू रोड, हामी भ्यालीभित्र सबै ठाउँमा जानुपर्थ्यो एउटै ब्रान्चबाट। अनि हामीले त्यो अफिसबाट नेपाल क्यान मुभबाट अफिसबाट हामीले पार्सल डेलिभरीको लागि लिएर जाँदाखेरि न पानी न घाम न धुलो धुवा केही नभनिकन हामीले हँसिलो मुहार लिएर हामीले हाम्रो कस्टमरहरूसँग हामीले पार्सल पुऱ्याउँथ्यौँ। मैले दिनमा 45देखि 50 पार्सल डेलिभरी गर्छु। हामीले विदेशमा जानुभन्दा जति कमाइ त हामीले आफ्नो स्वदेशमा पनि गर्न सक्छौँ। हामीले खट्न चाह्यो भने नेपालमै केही गर्न सक्छौँ भन्ने एउटा उदाहरण बनेको छ नेपाल क्यान मुभ। एज अ डेलिभरी राइडर नेपाल क्यान मुभमा काम गर्दाखेरि विदेशमा जानुभन्दा केही पर्सेन्ट चाहिँ नेपालमै बसेर के गर्न सकिने अवस्था चाहिँ नेपाल क्यान मुभले दिएको छ हामीलाई। म पनि त्यही कुरामा सन्तुष्ट छु। नेपाल क्यान मुभमा काम गरेर विदेश जानु जति पैसा मैले नेपाल क्यान एज अ डेलिभरी राइडर नेपाल क्यान मुभमै कमाइरहेको। एज अ डेलिभरी राइडरको रूपमा हेर्दाखेरि हाम्रो नेपालमा चाहिँ राइडर काम गरेर गल्फ कन्ट्री जानुभन्दा राम्रै कमाइहरू नेपालमा कमाउन सकिन्छ। सुनौलो भविष्य चाहिँ धेरै देखेको छु मैले। दुःख अनुसार हजुरले श्रम गरेको अनुसार फल पनि पाउनुहुनेछ। आउनुहोस्, हजुरले पेसेन्ट भएर काम गर्न सिक्न सक्नुहुनेछ। आर्थिक हिसाबले पनि मानसिक हिसाबले पनि धेरै राम्रो छ। त्यही भएर म चाहिँ यो एज अ डेलिभरी राइडरको लागि चाहिँ वेलकम भन्न चाहन्छु आउन चाहने सर म्यामहरूलाई।